हामी काइकोको उकालोमा जानेछौँ सर र यहाँदेखि चाहिँ लेप्टा हेर्दाखेरि यो भिरैदेखि हेर्दै जाँदाखेरि रमाइलो देखिन्छ र तपाईँहरू पनि हेर्न आउनु होला। हामी जान आँटेको झरना चाहिँ अलिकति देखिँदैछ र यो ठाउँमा हामी पुग्ने हो र त्यहाँ फेरि हामी पुग्छौँ। बाटोको लेन्स अनुसार हामी पुग्न आँट्यौँ र सौरा त्यहाँ देखिराखेको छ। अघि मैले त्यो देखाएको थिएँ यसकै हामी यहीँ पुग्नेछौँ। अझै पनि योभन्दा अलिक माथि डाँडादेखि पनि फेरि देखाउनेछु म। र बाटोहरू यस्तै छ। हाम्रो नेपालको यो हाम्रो ठाउँको विकट बाटो हो र सबैजना यो झरनामा आउँदाखेरि चाहिँ अलिक सचेत भएर आउनु होला, किनकि म जान सक्छु भन्नेहरू मात्रै आउनु होला। यो बाटोको धेरै ख्याति छैन, त्यसैले गर्दाखेरि अलिक साइडमा बारहरू नभएको कारणले गर्दा तपाईँहरू आउँदाखेरि चाहिँ अलिक केयरफुल्ली भएर आउनु होला, अलिक सचेत भएर आउनु होला। यति मजाले बनाएको छ है हाम्रो यो सिलिचोङ एक चिसोमा रहेको यो काइको झरना र यहाँनिर यति मजाले बाटोहरू बनिँदैछ र यो ट्रायल गर्दै जाँदाखेरि बाटोहरू यस्तो भिरालो ठाउँहरू छ, बार पनि त्यति छैन तर धेरै अप्ठ्यारो ठाउँमा चाहिँ बारहरू राख्ने ठाउँ बनाएको छ। यो जुन पिलर बाँसको बनाएको छ, यहाँ अब केही वर्ष पछाडि होला बाटो पहिलाले बनाइसकेको छैन रहेछ भन्ने बुझ्यो है साथीहरू होइन। यहाँदेखि चाहिँ यहाँसम्म चाहिँ रहेछ बाटो है। यो वर्षको बजेटले बाटो यहाँसम्म चाहिँ बनाएछ। यहाँदेखि चाहिँ यस्तो झोडीसँगको रहेछ है। गाइज साथीहरू आउँदाखेरि चाहिँ जोगिएर आउनु होला, त्यहाँदेखि जानु सक्दैन होइन, तर म चाहिँ जान सक्छु। हेलो, फाइनली हामी चाहिँ साइकल झर्न आइपुग्यौँ र यस्तै छ यो दा र साथमा किचु भाइ पनि यहाँ आउँदैछ साथमा मसँग र यहाँदेखि चाहिँ टक्कसँग होइन झर्ना चाहिँ सरर कस्तो झरेछ र यहाँनिर टक्क पानी चाहिँ यस्तो खालको छ कि टक्क जाऊ हो म निन्द्रा लागिसक्यो।
तिमीजना खेल्ने पौडी सक्छेम लड्छ है जान्छ है उता खोलाले पाउँछ है सक्छन् गहिरो छ उता